आदरणीय सम्पूर्ण श्रोता साथै रेडियो भरोसा सुनेर बस्नुभएका यहाँ सबैमा जय मसी साथै नमस्कार। म दीपक पुन आज पनि यहाँहरूको माझमा भरोसा संवाद लिएर उपस्थित भएको छु। सदा जस्तै आजको यो शुक्रबारको श्रृङ्खलामा उपस्थित हुँदै गर्दाखेरि आज हाम्रो माझमा नेपाली ख्रिस्टी जगतका एक चिरपरिचित अनुहार यहाँहरूले कतिजनालाई चिन्नु भएको छ होला, कतिजनाले देख्नु पनि भएको छ होला। उहाँसँग आज हामी कुराकानी गर्दैछौँ। नेपाली क्रिस्चियन जगतमा उहाँले ठुलो योगदान पुर्याइराख्नु भएको छ। आज हाम्रो माझमा हुनुहुन्छ। हाम्रो पाहुनाको मुखारबिन्दुबाटै सुनौँ उहाँको परिचय, सबै कुराकानी उहाँसँगै सुनौँ। यो कार्यक्रम अवधिभर सुनेर हेरेर साथ दिनुहोला। यति बेला हामीलाई फ्रिक्वेन्सी FM 104.9 मेगाहर्ज, त्यसै गरी हाम्रो पात्रोमा भरोसा FM र रेडियो भरोसाको आफ्नै फेसबुक पेज कम्युनिटी रेडियो भरोसा 104.9 मेगाहर्जबाट हेर्दै हुनुहुन्छ। लागौँ आजको श्रृङ्खलामा, आजको कुराकानीतर्फ। सर, यहाँलाई हार्दिक स्वागत छ। धेरै धन्यवाद भरोसा परिवारलाई, टिमलाई धेरै धन्यवाद दिन चाहन्छु कि मेरो सेवाकाईको बारेमा मेरो केही कुराहरू चाहिँ भरोसाको मार्फत सम्पूर्ण मित्रहरूमा यो आवाज पुग्दैछ। यो मौका दिनुभएकोमा भरोसा परिवारलाई धेरै धन्यवाद। हजुर चाहिँ दाङमा सायद पहिलोचोटि त होइन होला, पछिल्लोचोटि पनि आउनु भएको छ। यो घोराइमा आउँदै गर्दाखेरि आज कति धेरैले चिन्नु पनि भएको छ, कतिजनाले त चिन्नु पनि भएको छैन होला। यति बेला आफ्नो परिचय बताइदिनुहोस् न। मेरो नाम चाहिँ रोशन सेवक हो। म चाहिँ इसाई चलचित्रहरूद्वारा सेवाकाई गरिरहेको छु र मेरो घर चाहिँ काठमाडौँ गङ्गालाल हस्पिटलदेखि अलि माथि छ र मेरो मण्डली चाहिँ करार मण्डली हो र म बाल सङ्गतिमा हुर्केको मण्डली चाहिँ बाँसबारी सिलोआम हो। अहिले चाहिँ जुन ख्रिस्टियन जगतबाट चलचित्र क्षेत्रमा चाहिँ लाग्दै गर्नुभएको छ र अहिले चाहिँ धेरै मण्डलीहरूमा चाहिँ छुटकारा चलचित्र पनि देखाइराख्नु भएको छ। खास यो ख्रिस्टियन चलचित्र छुटकाराको मुख्य सन्देश चाहिँ के हो, यसबारे बताइदिनुहोस् न। वास्तवमा हाम्रो नेपाली समाजमा एउटा जातीय विभेदले यति डरलाग्दो जरा गाडेर बसेको छ, जुन कुरालाई चाहिँ बाइबलले स्वीकार्दैन र प्रभुको राज्यमा चाहिँ कुनै किसिमका विभेदहरू छैनन्। धनी गरिब, कालो गोरो, सानो जात, ठुलो जात, उच्च जात, तल्लो जात, पानी चल्ने जात, पानी नचल्ने जात, त्यो कुनै किसिमको विभेद छैन। बाइबलले, परमेश्वरको वचनले हरेक मानिसलाई सम्मान प्रेम गरेको कुराहरू बताएको छ। अनि यही मुख्य सन्देश लिएर यो मुभी निर्माण भएको छ। यो मुभीले नेपाली जगतमा मण्डलीमा एकता, प्रेम र सद्भावको कुराहरूलाई चाहिँ को सन्देशहरू, बलियो सन्देश लिएर चाहिँ निर्माण भएको छ। यो मुभीमा चाहिँ सम्भवतः यो निर्देशन होइन, यो चलचित्र क्षेत्रमा चाहिँ जुन यो मुभी चाहिँ लेखन पनि हजुर आफ्नै हो? हजुर, यो चाहिँ जब यो कोरोनाको बेलामा एउटा नेपालमा यति डरलाग्दो जातीय घटना घट्यो, जुन चाहिँ त्यतिखेर मिडियामा जताततै न्युज नै त्यही नै भन्न चाहेको नमराज विकको घटना जुन घट्यो, त्यसपछि म धेरै यो कुराले धेरै रोएँ अनि प्रभुसँग प्रार्थना गरेँ अनि प्रभुले प्रकाश पार्नुभयो। र बाइबलले चाहिँ कोही कसैलाई ढुङ्गाबाट बनाएको, कसैलाई इँटाबाट बनाएको, कसैलाई बल्लबाट बनाएको भनेर त्यसरी व्याख्या नै भएको छैन। परमेश्वरले मानिसलाई भूमिको माटोबाट बनाउनु भयो, त्यो पनि उहाँकै स्वरूपमा। भनेपछि हामी प्रत्येकजना उहाँकै स्वरूपमा सृष्टि भएका मानिसहरू हौँ। भनेपछि हामी एकअर्कालाई जातीय कुराले विभेद गर्ने, भेदभाव गर्ने कुरा रहेनछ होइन। र अर्को कुरो, बाइबलले यति मजाले स्पष्ट भनेको छ कि यूहन्ना 1:12ले जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ। अनि फेरि प्रकाशको पुस्तकले यो भन्छ कि स्वर्गमा कुनै किसिमको विभेद छैन, कुनै जात अनुसारको स्वर्ग छैन, स्वर्ग एउटै हो होइन। भनेपछि त बाइबलमा यति राम्रो एकताको सन्देश, प्रेम, सद्भावको, मेलमिलापको, सबैलाई सम्मान प्रेमको सन्देश दिएको छ नि। यो सन्देशलाई चाहिँ एउटा चलचित्रको मार्फत चाहिँ मानिसहरूको माझमा पुर्याउनै पर्छ भन्ने उद्देश्यले प्रभुबाट यो प्रकाश आइसकेपछि यो निर्माण गरेको हो।
यो चलचित्र बनाउँदाखेरि यहाँलाई चाहिँ निकै नै समस्या पनि भयो होला सम्भवतः। हामीले कता कता सुन्दै गर्दा हेर्दै गर्दाखेरि अलिकति चुनौती पनि भयो। अनि यो चलचित्र बनाउँदाखेरि हजुर त एउटा चाहिँ पहिलेदेखि नै चलचित्र क्षेत्रमा सेकुलर हुँदाखेरि पनि त्यसमा चाहिँ आस्था राख्ने मान्छे, जसले चाहिँ नेपाली चलचित्रलाई चाहिँ माया गर्ने मान्छे, कति फरक पाउनुभयो ख्रिस्टीय चलचित्र र नेपाली चलचित्रमा? अब नेपाली चलचित्र भनेको चाहिँ एउटा मनोरञ्जनको हिसाबले तयारी हुन्छ होइन, अदैभए केही यसो सन्देश हुन्छ। तर बाइबलमा चाहिँ मनोरञ्जन भन्दा नि एउटा आत्मिक सन्देश हुन्छ, जुन सन्देशले चाहिँ हाम्रो आत्मिक जीवनलाई अझ प्रभुमा कसरी अगाडि बढाउने त्यो उत्साहको कुराहरू चाहिँ क्रिस्चियन मुभीमा हुन्छ। भन्न चाहेको यसमा बनावटी भन्दा नि बाइबलको सत्य सन्देश लिएर चाहिँ निर्माण भएको हुन्छ र परमेश्वरको वचन जीवित छ, जीवित वचनमा जीवन छ। अनि परमेश्वरको वचन चाहिँ एउटा चलचित्रको मार्फत गएर मानिसहरूले जीवन पाउने काम भइरहेको छ। अनि त्यस कारणले भनिहालेँ यो एउटा बाइबलको सन्देश आत्मिक सन्देशले भरिएको कारण अरू संसारको मुभीभन्दा यो बेग्लै छ। जुन कुरा चाहिँ हामीले संसारको मुभीमा पाउँदैनौँ त्यो कुरा चाहिँ यो इसाई मुभीमा पाउँछौँ होइन। भन्न चाहेको बाइबलको सन्देशहरूद्वारा चाहिँ निर्माण भएको छ, परमेश्वरको वचनद्वारा चाहिँ निर्माण भएको छ। यो के रोशन सर, हजुरले चाहिँ चलचित्र ख्रिस्टीय जगतकै चलचित्र निर्माण गरिराख्नु भएको छ। अहिलेसम्म कतिवटा चलचित्र निर्माण गर्नुभयो? अहिलेसम्म यो 7 वटा भयो। सबै नेपाली ख्रिस्टीय चलचित्र हो? क्रिस्चियन चलचित्र जस्तो अपेक्षा 1, अपेक्षा 2, क्रस मुभी, शून्य मुभी, आशाको दियो, अनि अहिले यो छुटकारा। कतिवटा ल्याबबाट आए, कतिवटा ल्याबमा छन्, कतिवटा प्रस्तुत भएको छैनन्। भनेपछि अझै चाहिँ कति चाहिँ आउट हुन बाँकी छ, बाहिर आउन बाँकी नै छ? हजुर, जस्तो कतिवटा चाहिँ मैले युट्युबमै हाल्न नपाउनुको कारण पनि के हो भन्दाखेरि पहिला त्यो ब्याकग्राउन्ड स्कोरिङ गर्न त्यतिखेर स्रोत साधन बजेटहरू जुटेन। त्यसले गर्दाखेरि कतिवटा चाहिँ त्यसरी रिलिजमा ल्याउन नसकेको अवस्था छ। यो जुन छुटकारा मुभी छ, यो चलचित्र चाहिँ स्क्रिप्ट चाहिँ त्यसो भए कोरोनाको बेलाको त्यो अवस्थालाई सम्झेर त्यसरी चाहिँ लेख्नुभयो? समाजमा भएको विभेद, यो विभिन्न किसिमको शोषण, दमन, यी कुराहरूमा चाहिँ लेख्नुभएको जस्तो मलाई लाग्यो। यो चलचित्रले सामाजिक आध्यात्मिक मुद्दा उठान गरेको छ? हजुर, एउटा सामाजिक मुद्दा त अघि भनिहालेँ, एउटा नेपालमा गढेर बसेको एउटा जातीय विभेदको कुराहरू छन् होइन। अनि त्यही कुरालाई चाहिँ बाइबलमा हामीले कुनै किसिमको भेदभाव पनि भेट्दैनौँ होइन। सबभन्दा राम्रो असल कुरा त परमेश्वरको राज्यको पुजारी, मण्डलीको पुजारी हुनलाई परमेश्वरले कुनै उच्च जात खोज्नु भएन, उहाँले हृदय हेर्नुभयो। अनि सेवाको हृदय भएका जुनसुकै वर्ग, जुनसुकै समुदाय, जुनसुकै भौगोलिक क्षेत्रमा बस्ने, जुनसुकै भन्नुपर्दा नेपालको अनुसार जुनसुकै जातले पनि प्रभुको राज्यको निम्ति काम गर्न सक्छन् होइन, मण्डलीको पुजारी हुन सक्छन्। अनि यही कुराहरू हुन्। यो फिल्म क्रिस्चियन समुदायको लागि मात्र नभएर अन्य समुदायले पनि हेर्न मिल्छ र अन्य समुदायको लागि पनि बनाउनु भएको हो। सम्भवतः यो सुसमाचारको लागि प्रभुलाई हरेक मानिसले पाउनुपर्छ भन्ने यहाँको चाहिँ बुझाइ हो या त के हो, बताइदिनुहोस् न। वास्तवमा छुटकारा मुभीको सन्देश भने उद्देश्य सबैको माझमा मुक्तिको सन्देश पुर्याउनु हो। जसले मुक्तिको सन्देश पाइसक्नु भएको छ उहाँहरूलाई आत्मिक रूपमा प्रभुमा अगाडि बढ्नलाई प्रोत्साहन दिनु हो। अब अघि हजुरलाई बताउँदै गर्दाखेरि थाहा पाइसक्नु भएको छ नेपालको परिस्थिति अनुसार होइन, यो जातीय विभेद त अझ पनि छ, मान्छेको मन मस्तिष्कमा गढेर बसेको छ। किनकि 1910 को संविधान नै त्यही किसिमले तयारी भएको कुराहरू नि मैले पाएँ रिसर्च गर्दै जाँदाखेरि होइन। अनि अझ पनि हामी जुन समाजबाट मण्डलीमा आयौँ
कहीँ कतै त्यो रूढिवादी भनौँ त्यो कुराहरूलाई विश्वासीहरूले पनि जानी नजानी इन्डाइरेक्ट रूपले अपनाएको कुराहरू छन्। कतिखेर भन्दाखेरि बिहा गर्ने बेलामा हुनेवाला बुहारी प्रभुमा कतिको आत्मिक छ त्यो सोधै भन्दा नि कुन चाहिँ जातको कुन चाहिँ थरको पानी चल्ने कि पानी नचल्ने कि भन्नु खोजे त त्यही त होला नि होइन। हुनेवाला चाहिँ प्रभुमा कतिको आत्मिक छ त्यो भन्दा नि थर नै सोधिन्छ, जात नै खोजिन्छ होइन। त्यो चाहिँ के हो भन्दाखेरि हामी जुन संस्कारबाट जुन ठाउँबाट आयौँ त्यो कुरालाई इन्डाइरेक्ट रूपले लिइरहेको छौँ, जुन कुरा चाहिँ प्रभुको नजरमा योग्य छैन होइन। त्यसले गर्दाखेरि चाहिँ यो कुरालाई तोड्दै अनि हामी आत्मिक रूपमा प्रभुको वचनले सुसज्जित पारिँदै जानुपर्छ भन्ने उद्देश्यले नै यसरी तयार भएको छ। यो अलिकति चरित्र सम्बन्धी पनि हामी कुराकानी जोडौँ। यो चलचित्र बनाउँदाखेरि यहाँले निभाउनु भएको कस्तो भूमिका छ र के कस्तो समानता वा भिन्नताहरू के कस्तो छन्? हजुर, अब पहिलाको मुभीहरूमा जस्तो अलिकति रुखो खालको व्यवहार, समाजमा अलिकति रुष्ट टाइपको चिडिने खालको चर्को आवाज होइन, त्यो किसिमको अलिकति छुच्चा किसिमको भूमिका थियो भने यसमा चाहिँ एउटा चित्रबहादुर परियार जो चाहिँ समाजबाट पानीबाट हरेक कुराबाट बहिष्कृत भएको एउटा नीच तल्लो दर्जामा हेरिएको भन्यो भने एक किसिमको बिचारा भन्ने क्यारेक्टर, त्यो क्यारेक्टरमा चाहिँ यसपालि आफूलाई प्रस्तुत गरेको छु। पहिलाको मुभी र यसपालिको मुभीमा ठ्याक्कै अपोजिट रोल छ। पहिलाको मुभीहरूमा चाहिँ अरूलाई थर्काउने अलि रुखो खालको स्वभावको थियो भने यतिखेर चाहिँ बिचारा चित्रबहादुर टाइपको छ। यो भूमिका निभाउनु खोज्दा हजुरलाई चाहिँ कति खालको गाह्रो भयो? गाह्रो त अब हुन त यो क्यारेक्टरलाई नबुझिन्जेलसम्म फिल नगरुन्जेलसम्म गाह्रो नै हो। जब चित्रबहादुरको स्वभावलाई बुझ्दै गएँ त्यसपछि आफ्नो स्वभावलाई चाहिँ मारेर चित्रबहादुरको स्वभावलाई चाहिँ आफ्नो बडीमा हालिएपछि चाहिँ सजिलै भयो। यो चरित्रको विषयमा पनि चरित्रको तयारी लागि कस्तो रिसर्च वा अभ्यास पनि गर्नुभयो होला नि त होइन? हजुर, पहिलो सुरु त जुन नमराज विकको घटना घट्यो त्यसपछि मैले विभिन्न पुस्तकहरू पढ्न थालेँ। त्यसपछि विभिन्न गाउँको मानिसहरूसँग यो विषयमा छलफल पनि गरेँ। त्यसपछि यो क्यारेक्टरलाई निभाउन यो कथा तयार गर्नको लागि कतिवटा गाउँ त्यस्तै पीडित व्यक्तिहरूसँग पनि उहाँहरूसँग बसेर उहाँहरूको भनाइहरू बुझ्ने मौका पाएँ। अनि त्यसरी गर्दै जाँदाखेरि यो मुभीलाई भनौँ त्यो किसिमको रिसर्च र प्रार्थना, पहिलो सुरु त प्रार्थना नै हो। प्रार्थनापछि प्रभुबाट प्रकाश भएको कुराहरू हुन्। ती कुरालाई चाहिँ अब समाजसँग सौदिलो हिसाबले प्रस्तुत हुनको लागि चाहिँ त्यो किसिमले केही व्यक्तिहरूसँग समय बिताउने त्यो किसिमका कुराहरू चाहिँ भयो। कुनै संवाद दृश्य वा क्षण जुन तपाईँलाई आज पनि निकै अविस्मरणीय छ त्यो मुभी सुटिङ गर्दाखेरिको? हजुर, मलाई हुन त अब यसमा धेरै उताप चढावहरू त आछन्। कतिवटा रमाइलो पक्ष पनि छन्, कतिवटा दुःखको पक्ष पनि छन् होइन। त्यसमध्येमा मलाई यो फिल्मभरिमा मन परेको चाहिँ एउटा पार्ट चाहिँ के थियो भन्दाखेरि वास्तवमा केही दलित समुदाय मात्र पीडित हुन् कि भन्ने जस्तो लाग्थ्यो। तर पछि रिसर्च गर्दै गर्दाखेरि चाहिँ के भेटेँ भन्दाखेरि बिचरा ब्राह्मणभित्र पनि उच्च जात र पानी चल्ने र पानी नचल्ने हुँदो रहेछ होइन। अब तपाईँको के अरे उपाध्याय बाहुनले जैसे बाहुनको हातको पानी नचल्ने त्यो कुराहरू हुँदो रहेछ। फेरि यता दलित समुदायभित्र पनि एउटा दलितले अर्को दलितलाई हेपेकै छ, उसको हातको नि पानी चलिरहेको छैन। त्यो एउटा तपाईँको 2-3 मिनटको दृश्य होला, एकअर्कालाई हेपेको क्या। भन्न चाहेको नेपालमा वास्तवमा होल नेपाल नै पीडित रहेछ क्या त्यतिखेर। अनि
त्यो एउटा सिन छ जुन सिनले चाहिँ मलाई मात्र होइन जो कोहीलाई पनि नेपालको परिस्थिति कस्तो रहेछ, मान्छेले मान्छेलाई कस्तो व्यवहार गर्दो रहेछन् भन्ने कुरा चाहिँ त्यसले त्यसमा आफूले अभिनय गर्दाखेरि पनि डुबेर गर्न पाएको छु होइन। त्यो एउटा सिन चाहिँ राम्रो। यो छायाङ्कन तथा चाहिँ त्यति बेला चाहिँ निर्माण गर्ने क्रमको अनुभव बारेमा पनि हामी जोड्यौँ। यो चलचित्रको छायाङ्कनको अनुभव चाहिँ कस्तो रह्यो यसबारेमा पनि बताइदिनुहोस् न। जुन अहिले छुटकारा यहाँहरूले सुटिङ गर्दाखेरि त्यति बेला छायाङ्कन गर्दाखेरि छायाङ्कन अब रमाइलो पक्ष र के भनौँ अब त्यो कुराहरू त छँदैछन् है। अब छायाङ्कन गर्दै गर्दाखेरि अब कथाहरू तयार, पहिलो सुरु त कथा तयार गरेँ, सबै कुरा तयार भयो। अब तयार भइसकेपछि चाहिने स्रोत साधनहरूको लागि आर्थिक चुनौतीहरू त्यो त थिँदै थिए। अब वास्तवमा भन्यो नि मभन्दा अग्रज व्यक्तिहरूले बनाउनु भएका चलचित्र जस्तो नयाँ गोरेटो भयो, मुक्ति फिल्म भयो, नयाँ सृष्टि मुभीहरू भयो, त्यति राम्रो उत्कृष्ट हुँदा हुँदा पनि उहाँहरूले आर्थिक रूपमा अगाडि बढ्नलाई निकै कठिनाइ भयो। भनिनँ नि कतिको त जग्गा जमिन सकाउनु भएछ, कतिले आफ्नो घर सकाउनु भएछ। हुन त मभन्दा अग्रज व्यक्ति विकास दत्त दुलाल दाईदेखि लिएर प्रमोद मुर्मी दाईहरूदेखि लिएर धेरैलाई गाह्रो थियो। अनि मलाई पनि त्यही परिस्थितिमा गुज्रेर हिँडिरहेको व्यक्ति हो। अनि अब कहीँबाट धेरै ऋण लिएर फिल्ममा लगानी गरौँ, अर्को खेप उठ्न सक्ने हो कि होइन है। त्यो किसिमको हुँदै गर्दाखेरि धेरै समस्या पनि भयो, अलिअलि कथावस्तुमा कम्प्रोमाइज पनि भयो। तर पनि प्रभुको अनुग्रह र कृपाले फिल्म कम्प्लिट भयो। कति प्राय जस्तो स्पोर्टमा गएर रोकिएको कुराहरू हुन्छन् आर्थिक स्रोत साधनले होइन। ठुलै पर्दाका फिल्महरू पनि रोकिसकेपछि उठ्नलाई गाह्रो हुन्छ। तर प्रभुको अनुग्रहले स्पोर्टभरि अब त्यो मनमुटाव त भइ नै हाल्छ स्पोर्टमा काम गर्दै जाँदा। कतिलाई खाना मन पर्ला, कतिलाई खाना मन नपर्ला होइन। तर पनि टिमले सबैले त्यो कुराहरूलाई बुझेर जस सबैले साथ दिनुभयो र परमेश्वरको अनुग्रह र कृपा पनि हामी माथि रहेको कारणले दुःख सुख फिल्म कम्प्लिट भइदियो, बजारमा निस्क्यो। प्रभुको वचनमा आधारित भएको कारणले सबै विश्वासीले मन पराइदिनु भयो र अहिले जस लगानी उठाएर पनि अब आउने भनेको चाहिँ फाइदामा जाँदैछ यसपालिको मुभी चाहिँ। अत्यन्तै आशिषमय कुरा। सहकलाकारहरूसँग चाहिँ काम गर्ने क्रममा कस्तो अनुभव, यहाँहरूले पनि केही कुराहरू सिक्नुभयो होला नि? हजुर, अब सुरुमा अब प्रायः जस्तो यो छुटकारामा सबै नयाँ कलाकारहरू हुनुहुन्छ। तर अभिनय हेर्दाखेरि चाहिँ फर्स्टचोटि डेब्यु गरेको भनेर चाहिँ मान्छेलाई त्यो लाग्दैन, किनकि उहाँहरूले समय मजाले दिनुभयो। त्यसपछि 1 महिना जस्तो हामीले वर्कसप गर्ने मौका पायौँ होइन। उहाँहरूले क्यारेक्टरलाई बुझ्ने मौका पाउनुभयो, त्यो क्यारेक्टरलाई फिल गर्ने मौका पाउनुभयो, त्यो क्यारेक्टरको स्वभावलाई चाहिँ आफ्नो बडीमा डाल्नुभयो होइन। अनि अर्को कुरा चाहिँ उहाँहरूलाई कतिजनालाई चाहिँ गाह्रो चाहिँ भयो होला, किन भन्दाखेरि फिल्म भन्ने बित्तिकै ओहो त्यहाँ त मिठो खाना पाइन्छ होइन, आरामदायक हुन्छ, छाता ओढाउँछ होइन। एउटा कलाकारलाई सेकुलरमा त त्यही त हो नि। तर यहाँ चाहिँ भनेको बेलामा खाना पनि हुन्थेन, पाकिसकेको हुन्थ्यो तर पनि खाना पाइन्थेन, किन भन्दा टेक सर्ट नसकुन्जेलसम्म। अनि कतिलाई चाहिँ गाह्रो पनि भयो, सुटिङ भनेर त यस्तो पो हुँदो रहेछ है भने जस्तो नि भयो। कतिलाई के खिचेको होला, के गरेको होला जस्तो नि भयो अरे नयाँ नयाँलाई। जब फिल्म टक्क हेर्न बस्नुभयो, साँच्चै हामीले यस्तो गऱ्यौँ है, हामी नै हो त भने जस्तो फिल पनि भएछ उहाँहरूलाई। मतलब दुःख पछिको त्यतिखेरको दुःख चाहिँ त्यो पर्दामा हेर्दाखेरि चाहिँ त्यो सुख अनुभव गर्ने मौका पाउनुभयो। हजुर, यो चलचित्र चाहिँ प्रायले धेरै वर्षौँ लाग्छ भन्नुहुन्छ। यो हजुरले यो छुटकारा मुभी चाहिँ निर्माण गर्दाखेरि कति महिनामा चाहिँ सिद्ध्याउनु भयो यो छायाङ्कन गरेर? हजुर, छायाङ्कन त वास्तवमा मेरोमा छोटो समयमा सघाउँछु, तर छायाङ्कनको लागि तयारी गर्ने कुराहरूमा चाहिँ मलाई पनि धेरै समय लाग्छ। जस्तो स्क्रिप्ट लेख्ने कुराहरूमा भयो, स्क्रिप्ट लेखिसकेपछि त्यो कथावस्तु अनुसारको पात्रहरू खोज्ने कुराहरू भयो। त्यो पात्र खोजिसकेपछि त्यो पात्रलाई सुहाउने किसिमका पोसाकहरूको लागि तयारी गर्न पर्यो। त्यो पात्रले खोजेको लोकेसन
तयारी गर्नुपर्ने भयो होइन। त्यो गर्दै गर्दाखेरि चाहिँ अनि फेरि छायाङ्कन सकाएर फेरि ल्याबमा गएर आफूले स्पोर्टमा जे बोलेको छ त्यसलाई अझ शुद्ध स्पष्ट तरिकाले डबिङ गर्नुपर्ने भयो। त्यसपछि ब्याकग्राउन्ड स्कोरिङ कलरिङको काम गर्दाखेरि तपाईँको 5-6 महिना जस्तो त लाग्छ। एउटा चलचित्र निर्माण गर्न करिब 5-6 महिना जति लाग्छ। यो अलिकति क्रिस्चियन आस्था र चरित्र विषयमा पनि हामी कुराकानी गरौँ। तपाईँको लागि आस्था र कलाकारिता कसरी जोडिन्छ, कसरी जोड्नुहुन्छ यसलाई? अब वास्तवमा कलाकारिताको कुनै सीमा हुँदैन भन्छन् होइन। जस्तो हामी भारतीय चलचित्र हेर्दै गर्दाखेरि हामी शाहरुख खान, सलमान खानहरूलाई कुनै पनि समयमा उहाँहरू चाहिँ मुस्लिम हो होइन, उहाँहरू चाहिँ इन्डियन हो भनेर त्यो हेरिँदैन। मतलब नेपाली दर्शकले पनि उहाँहरूलाई चाहिँ आफ्नो हृदयमा राख्नुहुन्छ नि। मतलब कलाकारिताको कुनै त्यो सीमा हुँदैन र कुनै सीमित एरिया हुँदैन। त्यो कलाकारिताको पाटो एउटा छुट्टै भयो नि। अब आस्थाको भन्नुभयो होइन। अब आस्थाको हिसाबले चाहिँ अब वास्तवमा हाम्रो विश्वास हामीलाई उद्धार, मुक्ति र मृत्युपछि अनन्त जीवन दिनुहुने परमेश्वर, जसलाई चाहिँ हामीले चाहिँ एउटा कलाकारिता मार्फत चाहिँ एउटा शुभ समाचार चाहिँ एउटा कलाकारिताको मार्फत मानिसहरूको माझमा पुर्याउँदैछौँ। आस्था र कलाकारितालाई कसरी जोडौँ यो त अलि जसरी भनौँ न, जुन एउटा घर बन्नलाई सबै कुराहरू चाहिन्छ, त्यस्तै हाम्रो शरीर पनि आस्था र विश्वास, कलाकारिता एउटै जस्तै समग्रमा एक रातका 2 पाङ्ग्रा भन्ने जस्तै है। हजुर, त्यस्तो भन्न पनि मिल्ला। वास्तवमा त्यही नै हो। किन भन्दा एउटा आस्थालाई चाहिँ कलाकारिताको मार्फत चाहिँ आफूले जुन कुरा मुक्ति र उद्धार पाइयो त्यो कुरालाई चाहिँ एउटा कलाकारिताको मार्फत पुर्याउने माध्यम, हजुरले भने जस्तै होल बडीको एकवटा अङ्ग भने जस्तो होइन, त्यही नै हुन्। यो चलचित्रले, जुन छुटकारा चलचित्र छ, यसले चाहिँ क्रिस्चियन जगतमा सन्देश दिन सफल भएको कसरी हामी चाहिँ बुझ्न सक्छौँ? अब यसले वास्तवमा अब हुन त जहिले पनि, म मात्रै होइन, जसले पनि चलचित्र बनाइसकेपछि आफ्नो पक्षबाट राम्रै छ भन्ने त हुन्छ। तर एक किसिमको डर चाहिँ आफूले दिन खोजेको सन्देश चाहिँ दर्शकले चाहिँ बुझेको छ कि छैन, त्यसलाई स्पष्ट तरिकाले बुझेको छन् कि छैनन्, वा त्यो चलचित्रलाई उहाँहरूले रुचाउनु भएको छ छैन, वा त्यो चलचित्रलाई उहाँहरूले एक्सेप्ट गर्न सक्नुहुन्छ हुन्न, त्यो एक किसिमको डर चाहिँ हुन्छ नै। अनि त्यही डर चाहिँ मलाई पनि काहीँ कतै चाहिँ नलागेको भनी होइन। सायद मेरो प्रस्तुतिकरणमा बिग्रेको छ कि, वा हाम्रो टेक्निकली पार्टहरू केही मिस्टेक भएको छ कि, अब हरेक कुराहरू हुन्छ। हामीले जुन उठाएको टपिक्स चाहिँ दर्शकले रुचाउनुहुन्छ कि रुचाउनुहुन्न, उहाँहरूले त्यो कुरालाई स्वीकार्नुहुन्छ हुन्न भन्ने चाहिँ एउटा एक किसिमको डर चाहिँ हुँदो रहेछ। जब चलचित्र तयार भएर अब काठमाडौँ, भक्तपुर, ललितपुर, तपाईँको सुर्खेत, दैलेख, विभिन्न जिल्लाहरूमा देखाइसकेँ। त्यसले गर्दाखेरि चाहिँ यो चलचित्र चाहिँ क्रिस्चियन जगतको लागि एउटा प्रभावकारी बाइबलको वचनलाई सरल स्पष्ट तरिकाले बुझ्ने हिसाबले तयार भएको छ र त्यो कुरालाई चाहिँ क्रिस्चियन समाजले, प्रभुका जनहरूले रुचाइदिनु भएको छ। यो चलचित्रले के छ, यो युवाहरूलाई चाहिँ, युवा युवतीहरूलाई चाहिँ कस्तो खालको चाहिँ परिवर्तन ल्याउन सक्छ? हुन त अहिलेको युवा युवतीमा यो किसिमको एउटा जातीय विभेदको कुराहरू जुन पहिलाको मानिसहरूमा मन मस्तिष्कमा गढेको थियो, अहिलेको युवा युवतीमा छैन। तर पनि उनीहरूको अग्रज व्यक्तिहरू भनेको बुवा आमा, हजुरआमा त छ नि त। अनि कोही बेला चाहिँ युवा युवतीले जात नमिलेको कारणले, समाजले, परिवारले, आफन्तले नस्वीकारेको कारणले
अन्तिम विकल्प भने चाहिँ भाग्ने। तर बाइबलले के भन्छ, हामी एउटा इसाईहरू उदाहरणीय हुनुपर्छ होइन। विवाह भन्ने कुरा चाहिँ केटा र केटीको मात्र होइन, दुई घर परिवार चाहिँ एक हुनु हो। अनि आफ्नो घर परिवारलाई रुवाएर त दुईजना त खुसी हुनै सक्दैन। यसको मतलब भाग्नु नै समस्याको समाधान होइन है। परमेश्वरको अनुग्रह र बुवा आमाको आशीर्वाद, समाजको साक्षी र पवित्रतामा रहेर गरेको विवाह नै सबैभन्दा आदरणीय हुन्छ होइन। जहाँ पनि जुन कुरामा पनि समस्या छ, कठिनाइ छ, तर असम्भव भन्ने त छैन नि। त्यस कारणले यस मुभीले चाहिँ के पनि युवा युवतीलाई मेसेज दिन्छ भन्दाखेरि सङ्घर्ष गरौँ, प्रयास गरौँ। हरेक प्रयासले केही न केही कुरा सिकाउँछ। त्यो प्रयासले एउटा निचोडमा पुर्याउँछ, त्यो निचोडले एउटा लक्ष्य देखाउँछ, त्यो लक्ष्यले सफलता देखाउँछ, त्यो सफलताले परमेश्वरको महिमा हुन्छ। यो चलचित्रमा छुटकारामा चाहिँ हजुरको गवाईसँग केही मिल्दोजुल्दो केही कुराहरू छन्? यो चलचित्रमा मेरै जीवनसम्म त मिल्दोजुल्दो त खासै त्यस्तो कुराहरू केही पनि छैनन्। अब यो वास्तवमा भन्यो भने नमराज विगको घटना घटिसकेपछि प्रभुसँग प्रार्थना गरेर प्रकाश भएको कुरा हो। र एउटा कुरा हजुरकै यो कुरा गर्दै जाँदाखेरि एउटा कुरा पनि क्लियर बताउन चाहेँ। अनि अर्को चाहिँ म रामेछापको पिर्ती भन्ने गाउँमा जाँदै गर्दाखेरि चाहिँ एउटा मण्डलीमा चाहिँ के शुद्ध भए रहेछ भन्दाखेरि उच्च जात र तल्लो जातलाई प्रभु भोज नै बेग्लै दिनुभएको छ। अनि क्रिसमसमा दुईवटा चुलो बनाउनु भएछ, एउटा उच्च जातहरूको लागि, एउटा तल्लो जातहरूको लागि। अनि त्यसपछि त्यहाँका केही पीडित भनौँ जुन उहाँहरूलाई त्यो किसिमको भेदभाव भयो, उहाँहरूलाई मनमा के खिन्नता भएछ भन्दा हामी संसारमा पनि हुँदाखेरि यही किसिमको व्यवहार भएको थियो, चर्चमा आएर नि यही किसिमको व्यवहार हो नि भनेपछि हामी उहाँहरूसँग मिलेर सेवकाई गर्न सकेनौँ। त्यस कारणले हामीले छुट्टै चर्च खोलेर सेवकाई गरिरहेको छौँ भन्ने कुराहरू सुनिसकेपछि मेरो मन साह्रै रोयो। वास्तवमा हामी इसाईहरू त यो समाजको लागि, यो देशको लागि, यो राष्ट्रको लागि उदाहरण नै हुनुपर्ने मान्छे, हामी नै त्यही कुरामा मुछिरहेको छौँ। अनि त्यस्तो किन गरेको भन्दाखेरि गवाई बिग्रिन्छ, उच्च जातकाहरू चर्चमा आउँदैनन् भन्ने किसिमको कुराहरू राख्नुभयो भन्ने कुरा गर्नुभयो। अनि वास्तवमा यो कुरा चाहिँ रङ नै हो भनेपछि हामीले पनि त यो जातीय विभेदको कुराबाट त पूर्ण रूपले त छुटकारा पाइसकेका रहेनछौँ। हुन त यो मुभीले दिन खोजेको अन्तर्जातीय नै बिहे गर्नुपर्छ भन्ने कुरा होइन। कुनै पनि केटा र केटीको मन मिल्छ भने होइन, बाइबलले पनि त्यो अधिकार दिएको छ, देशको कानुनले पनि त्यो अधिकार दिएको छ भने हामी रोक्ने को हौँ होइन। त्यस कारणले सबभन्दा ठुलो कुरो जात होइन, मन मिल्नुपर्छ। मन मिल्यो भने सबै कुरो असल हुन्छ भन्ने मेसेज नै। त्यसरी यहाँले चाहिँ त्यो निर्माण गर्नुभयो। त्यसरी हजुर। नेपाली क्रिस्चियन फिल्म उद्योगको विषयमा अलिकति कुराकानी गरौँ। अहिलेको नेपाली क्रिस्चियन फिल्म चित्रलाई तपाईँले कसरी हेरिराख्नु भएको छ? वास्तवमा अब मैले त सेवकाईकै पाटोबाट हेरिरहेको छु। अनि हुन त अब कति व्यक्तिहरूको एउटा पछि अर्को चलचित्र निर्माण गर्नलाई कठिनाइ त भन्दा नि निर्माण गरेको रकम नै नउठिरहेको अवस्था छ होइन। अनि मेरो जीवनमा नि त्यही किसिमको समस्याहरूमा, चुनौतीहरूमा भोग्दै अगाडि बढिरहेको व्यक्ति नै हो। र अर्को कुरो, मलाई संसारको सेलिब्रिटीले जस्तो महँगो गाडीमा चढ्न पाएन, गाडी भएन, मैले जग्गा जमिन जोड्न सकिनँ, अरूको जस्तो हाइफाइमा जिउन सकिनँ भन्ने कुरामा मलाई कुनै कुरामा नि मलाई गुनासो छैन। मैले पैसा कमाउन सकिनँ भन्ने कुरामा नि मलाई गुनासो छैन। तर मलाई मनमा लागेको कुरा चाहिँ के हो भन्दाखेरि एउटा चलचित्रपछि अर्को चलचित्र निर्माण गर्नलाई कठिनाइ परेकै हो। अनि किन भन्दाखेरि मलाई मेरो उमेर र मलाई समयले योसँग पैसा छैन भनेर त्यो रोकिने कुरो नि होइन होइन। मेरो प्रार्थना चाहिँ यही नै छ कि सम्पूर्ण मण्डलीले चाहिँ यो सेवाकाई चाहिँ निरन्तर अगाडि बढ्न सकोस्। एउटा चलचित्रपछि अर्को चलचित्र वर्षमा
अहिले यो तपाईँको 5-6 वर्षपछि बल्ल निर्माण गरेको। मैले 5-6 वर्षको ग्यापमा गर्ने हो भने त मैले जुन लकडाउनभरि मैले लेखेको 9वटा स्क्रिप्ट छ त्यो त तपाईँको 70-80 वर्षको उमेर पुग्दैन कम्प्लिट नहुने रहेछ। त्यसले गर्दाखेरि चाहिँ मेरो प्रार्थना चाहिँ यही नै छ कि वर्षमा एउटा उत्कृष्ट र आत्मिक चलचित्र बनाएर अगाडि बढ्न सकौँ। नेपालमा 13,000 चर्च छ, 13,000सम्म नि मैले प्रार्थनाको विषय राखिनँ। 300 मण्डलीले मात्र 300 मण्डलीको लागि प्रार्थना गरिरहेको छु। प्रभु 300 मण्डलीले चाहिँ यो सेवाकालाई एक्सेप्ट गरिदिनु भयो र उहाँले बुझ्नुभयो र यो सेवाकाको लागि वर्षमा एउटा मण्डलीले 10,000 मात्र सेवा फिल्म्सको लागि सेयर हालिदिनु भयो भने 300वटा मण्डलीले हालिदिँदाखेरि 30 लाख जस्तो हुँदो रहेछ। 30 लाखमा त हामीले एउटा उत्कृष्ट र आत्मिक चलचित्र बनाएर सेवाकाई गर्न सक्यौँ हैन। जुन मण्डलीले सेवा फिल्मको लागि 10,000 लगानी गरिदिनुहुन्छ उहाँलाई हामी एटिएम पेन ड्राइभ दिन्छौँ। उहाँले त्यो एटिएम पेन ड्राइभले आफ्नो मण्डलीमै देखाउँदा 10,000 त कलेक्सन भयो हैन। त्यसपछि अरू मण्डलीमा देखाउँदै गर्दाखेरि उठेको उहाँको लगानीको नाफा 50% सेवक फिल्म्सलाई 50% उहाँलाई हुन्छ। त्यो किसिमको एउटा प्रार्थनासहित उपाय निकालेर अगाडि बढिरहेको छु र विश्वासको साथसाथै विश्वासको अभ्यासहरू गरिरहेको छु। त्यो किसिमको हो अहिलेको। यो ख्रिस्टी फिल्ममा भनौँ न एउटा चाहिँ जुन ख्रिस्टी जगतको यो फिल्मी क्षेत्रमा चाहिँ सुधार गर्नुपर्ने पक्षहरू त धेरै होलान् नि है? हजुर, हामी हुन त अब हरेक चलचित्रमा एउटा पछि अर्को कमी कमजोरी हुन्छ, सिक्ने क्रम हुन्छ है। सुधार्न पर्ने कुराहरू मेरो विचारमा चाहिँ हामी चर्चमा देखाउँदैछौँ नि पहिलो सुरु चाहिँ बाइबल बेसमा हुनुपर्छ। त्यो क्रिस्चियन मुभी हो भने त्यो क्रिस्चियन मुभीले एउटा आत्मिक कुरा प्रभुको राज्यको कुराहरू खोजी गरेको हुनुपर्छ। बाइबलको कुरालाई चाहिँ सरल स्पष्ट तरिकाले विश्वासीहरूलाई बुझाएर अझ आत्मिक रूपमा परिपक्वतामा लिएर जानुपर्छ। त्यो कुराहरूलाई चाहिँ ध्यानमा राखेर टेक्निकली कुराहरूमा पनि ध्यानमा राखेर सुधार्दै जाने हो नि अझ बेस हुन्छ। सुधार्नुपर्ने कुरा त त्यही नै होला। कतिवटा चलचित्रहरूमा सायद ती नै कमी कमजोरी होला। मेरा नि विगतका चलचित्रहरूमा ती नै कमी कमजोरी थियो होला। मैले पनि हरेक चलचित्रमा आफूलाई सुधार्दै र त्यसरी लिएर गइरहेको छु। आगामी वर्षहरूमा ख्रिस्टीय फिल्म उद्योगहरू चाहिँ कहाँसम्म पुग्छ, कस्तो खालको अपेक्षा गरिराख्नु भएको छ यहाँले? अबको केही वर्षपछि त सायद गाउने कुरामा पनि एआई नै आइसकेको छ है। अब भिडियो बनाउने कुरामा पनि एआई नै आइसकेको छ भने अबको समयमा हिजोको दिनमा जसरी हामीले एउटा स्पोर्टमा गएर जुन टिम लिएर गएर महँगा क्यामेरा लिएर गएर अब टिमले कतिखेर के खान्छ, बेलुका साँझ भएपछि कसलाई कहाँ पुर्याउनु पर्छ भन्ने त्यो झमेला सबै छोडेर एआईले चाहिँ छोटो समय र थोरै लगानीमा त्यसरी काम गर्ने दिन आउँछ कि अब हामीले जुन दुःख गर्नुपर्ने थियो त्यो दुःखको दिन बिस्तारै सकिँदै गयो हो कि जस्तो चाहिँ फिल भइरहेछ। किन भन्दाखेरि मैले हिजो अस्ति अब आउँदै गरेको अनमोल रगत भन्ने मुभीको लागि चाहिँ गाना गरिरहेको थिएँ। अनि एकजना दाइलाई भने उहाँले एआईबाट 15 मिनटमा यति मिठास तरिकाले हाम्रो भावलाई पनि बुझेर यसरी गाएर पठाइदिएको छ भनेपछि त अब भिडियो पनि हेर्दै गर्दाखेरि त तपाईँको एआईलाई गाइड गरेको भरमा त बनाइदिइरहेको छ। अनि भन्न चाहेको चाहिँ अब हामीले जुन किसिमको सिकेका थियौँ, जुन किसिमको दुःख गरेर अगाडि बढिरहेको थियौँ, अब समयअनुसार अगाडि बढ्न नसक्दाखेरि चाहिँ धेरै पछाडि परिने रहेछ। अघि मैले भन्दै गरेको डर लागेको कुरा पनि मेरो उमेर मेरो समयअनुसारको मैले त्यो काम गर्न सकिनँ र म ढिला भयो भने म धेरै पछाडि पर्छु। मेरो उमेरले पनि मलाई साथ दिन, समयले एउटा समय परमेश्वरले जुटाइदिनु भएको हुन्छ होइन, त्यो समयभित्रमा रहेर चाहिँ काम गर्न चाहिँ चाहन्छु। त्यही त अहिले चाहिँ पछिल्लो समयमा ख्रिस्टीय जगतका थुप्रै अगुवाहरूदेखि लिएर विश्वासीहरू
पुरानै कुराहरूलाई लिएर अगाडि बढ्नुहुन्छ, तर चाहिँ प्रविधिसँगै नयाँ तरिकाले पनि अगाडि बढ्न सक्यो भने अझै राम्रो हुने थियो। मलाई पनि त्यस्तो लाग्छ। तर कति धेरै ठाउँमा चाहिँ कतिपय कुराहरू चाहिँ नमिलेको जस्तै मैले पनि अनुभूति गरिरहेको छु। अलिकति दर्शकका लागि अनि श्रोताका लागि केही सन्देशहरू चाहिँ तर्फ लागौँ। छुटकरा हेर्न दर्शकले किन समय निकाल्नुपर्छ? अहिले चाहिँ छुटकरा दाङमै आउँदै गर्दाखेरि आज कति धेरैले त किन हेर्नु पर्यो र भन्ने खालको पनि होला। तर यो हेर्नै पर्छ भनेर किन समय निकाल्नुपर्छ, यहाँलाई कस्तो लाग्छ? यो चलचित्र चाहिँ हेर्नै पर्ने कारण चाहिँ एउटा चाहिँ परमेश्वरको वचनमा आधारित छ होइन। बाइबलको गहिरो र रहस्यमय कुराहरूलाई चाहिँ सरल तरिकाले स्पष्ट तरिकाले बताइएको छ। कलाकारिताको बाट बताउँदाखेरि चाहिँ केटाकेटी बुढापाका जस्तो सुकै भौगोलिक क्षेत्रमा बस्ने मानिसहरूलाई पनि कलाकारिताद्वारा सजिलैसित स्पष्ट तरिकाले बुझाउन सकिने एउटा माध्यम हो चलचित्र चाहिँ होइन। त्यसै कारणले त प्रभु येशूले पनि वचनको साथसाथै उहाँले कथा उखान उदाहरण दृष्टान्तसहित मानिसहरूलाई शिक्षा दिनुभयो। फेरि रमाइलो र रोचक ढङ्गमा सिकाएका कुराहरू मानिसहरूले खुब ध्यानपूर्वक हेर्ने र सुन्ने पनि गर्दछन् होइन। साथसाथै कथाभित्रको पात्रले पाएको पीडा दुःख कष्टहरूलाई भावनात्मक तरिकाले बताउँदा मानिसको हृदय छुँदछ। मानिसको हृदय छुनु भनेको त परिवर्तन ल्याउनु हो होइन। हामी पनि पास्टर बुवाले वचन भन्दै गर्दाखेरि उहाँले एउटा कथा अथवा कुनै उदाहरण भन्नुभयो भने अघिदेखि भनेको कुरालाई छर्लङ्गै बुझाउँछ क्या। त्यसले गर्दाखेरि चाहिँ बाइबलको गहिरो र रहस्यमय कुराहरूलाई चाहिँ छर्लङ्गै बुझेर आफूलाई आत्मिक रूपमा प्रभुमा अझ प्रभुको वचनले सुसज्जित पार्ने हो भने यो छुटकारा चलचित्र चाहिँ प्रत्येक विश्वासीले प्रत्येक मण्डलीले हेर्नु आवश्यक छ। यो दर्शकले फिल्म हेरेपछि एउटा मात्र कुरा हृदयमा लिएर जाओस् भन्न चाहनुहुन्छ यहाँले? यही हाम्रो समाजमा रहेको एउटा जातीय विभेदको कुराहरू चाहिँ यो चाहिँ एकदमै रङ रहेछ। बाइबलीय दृष्टिकोणबाट पनि प्रभुको नजरबाट पनि यो कुराहरू चाहिँ राइट रहेनछ। हामीले सँगै खायौँ सँगै आराधना गऱ्यौँ, तर कुनै समय कुनै कार्य गर्ने बेला चाहिँ त्यो कुराहरू आइदियो भने त हाम्रो क्रिस्चियन जीवन परिपक्वता त देखिएन होइन। त्यसले गर्दाखेरि चाहिँ हो यो समाजबाट आएको कुरा चाहिँ यो चाहिँ रङ रहेछ, यो चाहिँ परमेश्वरको नजरमा गलत रहेछ, यो विभेद हामीमा मन मस्तित्वमा काहीँ पनि रहनु हुँदैन भन्ने किसिमको सकारात्मक सन्देशहरू लिएर। हुन त हाम्रो क्रिस्चियनहरू प्रभुका जनहरू धेरैले बुझ्नु भएको छ, तर पनि कोहीले नबुझ्नु भएको व्यक्तिहरूको लागि एकदमै प्रभावकारी चाहिँ म्यासेज छ र यो कुरा बुझेर उहाँहरूले जानुहुन्छ र यो मुभीबाट सकारात्मक किसिमका सन्देशहरू बुझेर आफूलाई आत्मिक रूपमा प्रभुमा सुसज्जित पार्नुहुन्छ भन्ने कुरामा विश्वास छु। क्रिस्चियन युवाहरूलाई चाहिँ यो चलचित्रमा चाहिँ आउन कस्तो खालको सल्लाह दिनुहुन्छ यदि कसै आउन चाहनुभयो भने? पहिलो सुरु त अब जो कोहीलाई पनि कुनै पनि कुरा हेर्दै गर्दा त्यो मन पर्यो भने त्यो रहर लाग्छ अरे। रहर फेरि हरेकलाई जस्तो हजुरले गाउँदै गर्दाखेरि ओहो मैले पनि त्यो गाउन पाएँ होइन, अरूले गिटार बजाउँदै गाएँ ओहो मैले पनि गिटार बजाउनु पाएँ। त्यो एउटा रहर भन्दा नि प्रभुबाट आएको गिफ्ट के हो, वरदान के हो, पहिलो सुरु त्यो वरदानलाई बुझ्नु पर्यो। त्यो वरदानलाई बुझिसकेपछि त्यसलाई निरन्तर अभ्यास गर्नु पर्यो। त्यो वरदानबाट एकैचोटि सफलता हुँदैन। पहिलो सिक्नु, त्यसपछि टिक्नु अनि बिग्नु भन्छ होइन। सिक्नलाई टाइम लाग्यो, त्यसपछि टिक्नलाई झन् कठिनाइ छ, त्यसपछि बिग्ने कुराहरू त तेस्रो है। अनि त्यसले गर्दाखेरि पहिलो सुरु आफूमा वरदान के छ प्रभुसँग प्रार्थना गर्नुहोस्। अनि त्यो वरदानले चाहिँ जहिले पनि प्रभुको महिमा हुनुपर्छ। अनि त्यसरी आउनुभयो भने चाहिँ सफलता परमेश्वरले तपाईँकै हातमा राखिदिनु भएको छ। व्यक्तिगत प्रेरणा र लक्ष्यतिर अलिकति हामी कुरा जोडौँ। कलाकारितामा तपाईँको यात्रा कसरी सुरु भएको हो यसबारेमा बताइदिनुहोस् न। म बाल सङ्गतिमा हुँदाखेरि क्रिसमसको बेलामा उडन्त पुत्र भन्ने नाटकमा चाहिँ अभिनय गर्ने मौका पाएको थिएँ। मेरो अभिनय देखेर मण्डलीका अग्रज व्यक्तिहरू सबैले मन पराइदिनु भयो। साथसाथै बाल सङ्गतिको मेरो गुरुआमाले पनि मेरो लागि त्यतिखेर न अगमबानी भनौँ या उत्साहको शब्द भनौँ होइन, त्यतिखेर न उहाँले मलाई भन्नुभयो परमेश्वरले दिनुभएको विशेष किसिमको वरदान है, यो चाहिँ प्रार्थनासहित अगाडि बढ्नु भनेर
अब उहाँलाई के दिउँ भएको उहाँले त्यो जग पानी खाने जग ल्याउनु भएको थियो, त्यो जग चाहिँ मलाई दिनुभयो। अनि त्यो पानी खाने जग नभएर मेरो अभिनयको बलियो जग बन्यो। त्यसपछि म नाटक टिम बनाउँदै गाउँ गाउँमा नाटकद्वारा सुसमाचार गर्न थालेँ। अनि नाटक पनि यस्तो हुन्थ्यो कि अहिलेको हाम्रो प्र्याङ भिडियो जस्तो। अब हामी गाउँमा जान्थ्यौँ अनि त्यहीँको गाउँले कोही चाहिँ गाउँले पोसाक लाएर होइन त्यहाँ गाउँमा यसो खेतीपाती गरिराखे जस्तो, अनि एकजना चाहिँ हाम्रो अब टिकटप सर्टहरू लाएर चोला बोकेर त्यहाँ सुसमाचार गर्न गएको केही टोली हुन्थे। त्यसपछि त्यहाँ केही व्यक्तिलाई सुनाउँदै गर्दा हाम्रै मान्छेले ओइ त्यो हाम्रो गाउँमा को आउने हो विदेशी धर्म बाँड्ने, हाम्रो मान्छेलाई बिगार्ने, आज त यसको हात खुट्टा बाँड्छु भनेर त्यो लाठो बोकेर लहट्न गए जस्तो देखाउँथ्यो। त्यसपछि गाउँको मान्छेहरू ओहो साँच्चै नै त्यहाँ त झगडा पर्न लाग्यो क्या भनेर मान्छे सब हेर्न आउँथे। त्यसपछि हाम्रै टिमका त्यो प्रचारकले भन्थे हामी त धर्म प्रचार गर्न आएको होइन, जीवन परिवर्तन गर्नलाई आएको हो। हाम्रो बाइबलले हामीलाई यो शिक्षा दिन्छ कि गलत बाटोमा हिँड्नुहुन्न, जाँड रक्सी खानुहुन्न, तास जुवामा समय बिताउनुहुन्न, घर परिवारमा मेलमिलाप हुनुपर्छ, यस्तो शुभ सन्देश लिएर पो आएको। ओहो भनेपछि हाम्रै मान्छेले फेरि ओहो यो त हाम्रो गाउँको मान्छेलाई पो चाहिने रहेछ, ल सबै गाउँले बसौँ त एकछिन उहाँको कुरा सुनौँ भनेर त्यसरी एउटा नाटकद्वारा भनौँ न सुसमाचारको कामहरू हुन्थ्यो। त्यसपछि नाटक टिम पनि अब हुर्कँदै बढ्दै आफ्नो घर परिवारको जिम्मेवारी आइसकेपछि म एक्लै परेँ। त्यसपछि म सेकुलर मुभीहरूमा टेक्निकली पार्टहरू सिक्नलाई गएँ। अब टिम बोकेर सबै ठाउँमा जान सकेन, तर फिल्म बनायो भने त सबै ठाउँमा जान सक्यो नि भनेर चाहिँ त्यसरी दुःख गरेर सिकेँ। र अहिले यसरी इसाई चलचित्र नै बनाएर सेवाकाई गर्न थालेको नि 12 वर्ष भइसकेको छ। मेरो चाहिँ त्यो किसिमले एउटा क्रिस्चियन क्षेत्रमा एउटा चलचित्रमा चाहिँ त्यो किसिमको बाट आएँ भनौँ न। भनेपछि तपाईँलाई चाहिँ अभिनयमा लाग्न चाहिँ एउटा जगले प्रेरित गर्यो। हजुर, पानी खाने जग चाहिँ अभिनयको बलियो जग बन्यो। र अर्को कुरो प्रभु मेरो गुरुआमा बाल सङ्गतिको गुरुआमाद्वारा प्रभु बोल्नुभयो, त्यतिखेर नै प्रकाश भयो। त्यतिखेर नै मेरो दर्शन मेरो उद्देश्य के हो भन्ने कुरा स्पष्ट भएको थियो त्यतिखेर नै। आगामी प्रोजेक्टहरू वा लक्ष्यहरू केही छन् बताइदिन सक्नुहुन्छ? हजुर, अब आउँदै गरेको मुभी अनमोल रगत सारा मानव जातिको पापी स्वभाव र अनन्त जीवनको लागि ख्रीष्ट येशूको महत्त्वपूर्ण बलिदानलाई चाहिँ जुनसुकै व्यक्तिले पनि सरल तरिकाले स्पष्ट तरिकाले बुझ्ने हिसाबले मुभी निर्माण गर्दैछु। हिजोको दिन जस्तै आज पनि त्यही आर्थिक चुनौतीहरू छन्। यसपालिको मुभी बन्दै गरेको मुभीमा चाहिने स्रोत साधन बजेटको लागि प्रार्थना गरिदिनु होला। अनि यो अहिलेको छुटकारा मुभीलाई पनि हेरिदिनु होला र आउने मुभीहरूको लागि सेवक फिल्म्सको लागि प्रार्थना गरिदिनु होला। जबसम्म तपाईँहरूको प्रार्थना र परमेश्वरको अनुग्रह रहिरहन्छ सेवक फिल्म्स र मेरो जीवनमा, तबसम्म संसारको कुनै कुराले पनि यो सेवकालाई रोक्न सक्दैन। र तपाईँहरूको साथ सहयोग र प्रार्थनाको सधैँभरि अपेक्षा गर्छु। अवश्य पनि सर, यस्तो महत्त्वपूर्ण समय यहाँले हामीलाई उपलब्ध बनाउनु भयो र दाङमा 20 गते जुन छुटकारा मुभी यहाँले विभिन्न हल त होइन तर विभिन्न मण्डलीहरूमा लगाउँदै हुनुहुन्छ। अलिकति कुरा जोड्न मन लाग्यो सर, यो ख्रिस्टीय फिल्महरू चाहिँ हलहरूमा चाहिँ लाउन सकिन्छ या सकिँदैन, यसको बारेमा केही यहाँले चाहिँ प्रयास गर्नुभयो? हजुर, यस्तो छ, अब हलको जुनसुकै पनि एउटा आफ्नो रुल्स हुन्छ होइन। क्रिस्चियन मुभी हलमा लाउन नपाउने भन्ने त होइन, तर हलको पनि के रुल्स हुन्छ भन्दा दर्शक छ भने उसले हलमा राख्ने भयो, दर्शक नै छैन भने उसको प्रोजेक्टर उसको स्टाफलाई त पालेर राख्दैन होइन। त्यसले गर्न भन्न खोजेको चाहिँ के हो भन्दाखेरि सम्भव चाहिँ अब फिल्म हेर्नलाई आज हलमा जानुहोस् भनेर चर्चबाट भन्नलाई गाह्रो छ होइन। फिल्म लाग्ने भनेको शुक्रबार र शनिबार हो, शनिबार मेन दर्शक हेर्ने हो हलले। शनिबार हाम्रो दर्शक भनेर चर्चमा जाने हुन्, अब चर्चमा नआउनुहोस् आज चाहिँ फिल्म हेर्नु जानुहोस् भन्न अप्ठ्यारो होइन। भन्न खोजेको जब दर्शक नै छैन भने हलमा त फिल्म लाग्ने कुरै भएन होइन। त्यसले गर्दा हलमा चाहिँ अब त्यसको विषयमा चाहिँ अब समस्या त्यही नै हो। र हामीले देखाउने भनेको चाहिँ चर्चमै हो, चर्चमै हो। किन भन्दा बाइबल बेसमा छ
केही समयपछि सायद अब हाम्रो केही सम्बन्धित निकाय नै यसमा मिल्दिनु भयो, लाग्नुभयो, यसमा हातेमालो गरेर अगाडि बढ्नुभयो भने सायद हलमा नि सम्भव होला। त्यही आर्थिक कुरा केही रह्यो चुनौती। तर अहिले पछिल्लो समयमा अरू चलचित्रहरूमा पनि क्रिस्चियन विश्वासका कुराहरू केही कता कता जोडिएको देखिन्छ नि। हजुर, जस्तो जारी फिल्ममा होइन अहिले छन् त्यसरी बनाएका मुभीहरू, केही मुभीहरू छन् जुन कुरा चाहिँ हामीले गर्नुपर्ने थियो तर प्रभुले उहाँहरूद्वारा पनि प्रभुको वचन चाहिँ मानिसहरूको माझमा प्रकाश भइरहेको छ। अनि परमेश्वरले कतिखेर कसलाई कसरी चलाउनुहुन्छ थाहा नहुँदो रहेछ। यही विषयमा अलिकति भन्नुपर्दाखेरि मेरो मम्मीलाई दुष्ट आत्माले सताएर धामीकोमा जाँदाखेरि धामीले नि निको पार्न नसकेपछि धामी उहाँ आफैले चर्च जाने सल्लाह दिनुभयो। भन्न खोजेको चाहिँ धामीबाट हामीले सुसमाचार पायौँ कि चर्चमा जिजस येशू ख्रिस्टले मात्रै निको पार्न सक्नुहुन्छ भनेर त हामीले त धामीबाट नै सुनाउनु भयो। भन्न खोजेको अहिले हजुरले भन्दै गर्दाखेरि कतिवटा चलचित्रमा इसाई सन्देशहरू छन् भन्दै गर्दाखेरि उहाँहरू क्रिस्चियन नभए पनि एउटा प्रभुको राज्यको निम्ति भनौँ बाइबलको सकारात्मक सन्देशहरू चाहिँ त्यसरी प्रभुले उहाँहरूद्वारा चाहिँ मानिसहरूको माझमा प्रकाश पार्दै हुनुहुन्छ। त्यो पनि राम्रो कुरा। यता अहिले पछिल्लो समयमा धेरै चाहिँ विवादित पनि छ र कतिपय ठाउँहरूमा चाहिँ किताबहरू, स्थानीय किताबहरूमा पनि चर्च सम्बन्धी होइन इसाई विश्वासका कुराहरू पनि लेखिरहेको पाउँछौँ। र यो 20 गते चाहिँ चलचित्र छुटकारा जुन दाङको विभिन्न ठाउँहरूमा चाहिँ लाग्दैछ मण्डलीहरूमा, कहाँ कहाँ लाग्दैछ यसबारेमा पनि अलिकति बताइदिनुहोस् न। अब दाङ घोराईका मण्डलीहरूमा झन्डै 16-17वटा मण्डलीहरूमा यो छुटकारा मुभी देखाउँदैछौँ र तपाईँ आफ्नो नजिकको चर्चमा अब सायद अब दाङ घोराईमा भनिसकेपछि थाहा पाउनु नै हुन्छ। धेरै लामो समयको मुभी पनि छैन, 1 घन्टाको मात्र मुभी छ र दाङ घोराईको मण्डलीमा 16-17वटा मण्डलीमा छ। अब नाम भन्दै गर्दा समय लाग्ला, जस उहाँहरूले यति भनेपछि बुझ्नुहुन्छ होला। यदि एकिन नाम रहेछ भने अब कतिपयलाई थाहा नहुनसक्छ। जस्तै हाम्रो आज भरोसा संवाद हेरेर बस्नु भएको छ, कतिलाई थाहा छैन भने यो भिडियो हेरेर ओहो यो ठाउँमा म पनि जान्न पाए हुन्थ्यो भनेर कतिलाई लाग्न सक्छ। यद्यपि त्यस्तो भयो भने यहाँले चाहिँ बताइदिँदा पनि खासै फरक चाहिँ नपर्ला, यदि अलिकति यहाँलाई जानकारी छ भने। लिस्ट नै मैले भेटिनँ है। हजुर, चाहिँ मलाई जानकारी चाहिँ 16-17वटा चर्चमा 16-17 तुलसीपुर अनि लमैको दाङमा भनेको सुनेको थिएँ मैले पनि। यसपालि चाहिँ दाङ घोराईमा मात्र हो, त्यसपछि अर्को हप्तामा चाहिँ लमाईमा हुनसक्छ, त्यसपछिको क्रिसमसपछि अनि तुलसीपुरमा। यसपालि भने चाहिँ दाङ घोराईको मण्डलीहरूमा मात्रै हो। अत्यन्तै राम्रो कुराकानी भयो यहाँसँग र मैले सोध्नै छुट्याएका कुराहरू त धेरै पनि हुनसक्छ। मैले यो सोधेको भए यो भन्ने थिएँ कि जस्तो केही कुराहरू यहाँलाई चाहिँ मनमा लागेको छ भने बताउन सक्नुहुन्छ। मलाई लागेको कुराहरू सबै हजुरले सोध्नु भएको छ, एकदमै धन्यवाद। र यो भरोसा परिवारद्वारा जुन सेवक फिल्म्सको सेवकाई अब आगामी दिनहरूको र आर्थिक चुनौतीका कुराहरू सबै कुराहरू राख्ने मौका पाएँ, त्यसको लागि पनि भरोसा परिवारलाई हृदयदेखि धन्यवाद। हस् सर, यहाँले पनि महत्त्वपूर्ण समय बावजुद पनि हामीलाई यो समय उपलब्ध गराउनु भयो। जुन यहाँले चाल्नु भएको यात्रा छ, परमेश्वरले सहायता दिनुभएको होस् र यहाँको यात्रा निरन्तर अगाडि बढिरहोस्, मेरो पनि यो प्रार्थना छ। र आगामी दिनमा पनि यसरी बढ्नुहोस्। अवश्य पनि जतिजनाले हामीलाई हेर्दै हुनुहुन्छ, जतिजनाले हामीलाई सुन्दै हुनुहुन्छ, यदि ख्रिस्टमा विश्वास गर्नुहुने यहाँ सबैले कम्तीमा पनि के बुझिदिनुहोस् भने हामी एउटा सामान्य गीत मात्र सुन्दाखेरि आहा कति राम्रो छ भन्छौँ, तर त्यसमा कति धेरै मेहनत गर्नुपर्छ। यो झन् एउटा फिल्मी हो, फिल्मीबाट कति धेरै मानिसहरूलाई चाहिँ उत्साह दिने, आज कति धेरै युवाहरू युवतीहरू संसारका कुराहरूले चाहिँ हामीलाई तानिरहेको हुन्छ, तर ख्रिस्टीय जगतबाट यो त एउटा असल कुरा हो। प्रभुको राज्यमा चाहिँ एउटा वचनद्वारा ख्रिस्टीय फिल्म निर्माण हुनु त असल कुरा हो। त्यसैले हिजोको दिनमा यो अवस्था थिएन होला, तर समयअनुसार
प्रविधि अनुसार चाहिँ हामी परिवर्तन हुनुपर्छ। जसरी अगाडि सरले भन्नुभयो एआईसँगै प्रविधि पनि चेन्ज भइरहेछ, त्यस्तै नै हामीले समय र परिस्थितिलाई हामीलाई चिन्न सकेनौँ भने हामी सुसमाचार सुनाउन पनि हामीलाई निकै गाह्रो हुन्छ। त्यसैले आज कति धेरैलाई लाग्न सक्छ धर्म प्रचार गर्यो अथवा के प्रचार गर्यो भनेर लाग्न सक्छ, तर वास्तवमा त्यो नभएर आज कति धेरै मानिसहरूका निम्ति यो एउटा असल कुरा पनि बन्न सक्छ। त्यसैले आज जुन आदरणीय सर रोशन सेवक, जुन सेवक फिल्म्सद्वारा चाहिँ नेपाली कथानक चलचित्र ख्रिस्टीय जगतका फिल्महरू निर्माण गर्दै हुनुहुन्छ, उहाँलाई सबैले यहाँहरूले प्रार्थना साथै सक्नुहुन्छ भने सहयोग पनि गरिदिनु होला, यो पनि भन्न चाहन्छु। र आदरणीय श्रोता, म बोल्दै गर्दाखेरि आजको कार्यक्रम समय लगभग सकिएको प्रविधिबाट मलाई जानकारी भएको छ। त्यसैले अहिलेसम्म जतिजनाले सुनिदिनु भयो रेडियो भरोसा एफएम 104.9 मेगाहर्ज, त्यसै गरी मोबाइल एप्स हाम्रो पात्रमा भरोसा एफएम र रेडियो भरोसाको आफ्नै फेसबुक पेज कम्युनिटी रेडियो भरोसा 100.9 मेगाहर्ज, जतिजनाले हेरेर साथ दिनुभयो यहाँ सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा फेरि अर्को श्रृङ्खलामा अर्को विषयवस्तुमा यहाँहरूको माझमा उपस्थित हुनेछु। त्यति बेलासम्मको लागि यहाँहरूको माझबाट म दीपक पुन पनि बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार, जय मसी।